यस्तो भयो कि नेपालीहरूसँग माल भएको चाल नपाएको भनेर त हाम्रो बालिन शाह प्रधानमन्त्रीले नै भनेका थिए। हामी नेपालीहरू माल भएको चाल नपाएको मान्छेहरू परेको। कुरो के भयो भने माल त भएको तर चाल नपाएको भने कस्तो भनेपछि हामीसँग बालिन शाह रवि लामेछाने यी सबै छन्, राम्रा राम्रा भनिएका नेताहरू पनि छन्। तर यिनीहरू चाहिँ के गर्छन् त आफै लड्छन्, फुट्छन्, झगडिन्छन्। देश बनाउने दुईटैको चाहना हो भने त अवश्य मिल्नै पर्थ्यो, मिल्नै पर्छ। अब एउटाको भारत बनाउने, एउटाको चाइना बनाउने, एउटाको नेपाल बनाउने हो भने त्यो थाहा छैन। तर अल्टिमेटली यी दुईटैको चाहना चाहिँ नेपालै बनाउने हो, नेपालीहरूको जीवन स्तर समृद्धितिर लाने हो भने त झगडिनु किन, झगडा गर्नु किन? जो नेता बने पनि आखिर घन्टी पार्टीले नै देश विकास गरेको भन्ने चिनिन्छ। यो किन नसकेको? सिक्न अथवा सिकाउन अथवा बुझाउन जनतालाई एकत्रित